गाइस हामी चाहिँ आज घुमफेरमा हिँड्ला यो डब्बा गाइजहरु आज चाहिँ नयाँ वर्षको पहिलो दिन है अनि हामी चाहिँ यसो घुमघामको लागि जान लाग्छौँ केटाहरू धेरै छन् अब चाहिँ हामी यो गाउँबाट भर्खर निस्किसकेका छौँ केटाहरू चाहिँ थुप्रैजना छन् हामी आज हेर्नुहोस् है पुरा रमाइलो कति राम्रो हुँदो रहेछ है पुरा देखाउँछु तपाईहरुलाई सुन भाइ गाइस पुरा जौसौँ पाकिसकेछ अब केही समयपछि काट्न हुन्छ है यो हाम्रो श्री श्री वैद्य होटल एन्ड लज हो मस्टा 2 तुतीमा छ यसमा मिठो मिठो खानाको परिकारहरू पाइन्छ है गाइस सबैले आउनु होला धेरै टाढा पुगिसकेका छौँ गाइस अहिले चाहिँ हाम्रो यो यात्रा जारी नै छ अनि म चाहिँ चप्पलमा छु एकजनाले भनिसकेको छ चप्पलमै जानुपर्छ तेरा एकजोड जुत्ता आइकि दिनु हैन अहिले मेरो मनीमा पुरा तल्लो गएको न त लाइला भन्ने यहाँ तल्लो गएको कि त्यो जग्गा जुत्ता दिएर तल्लो क्या भने अब अहिले हामी चाहिँ मनी तल्लो गएको भन्नु न त म भन्ने आइला पुरा तल्लो गएको ललिपप चाहिँ खानु पर्ला गाइस ल्या त ललिपप खाऊ ललिपप हेलो गाइज आओ दाइ हो भने पिएम गर्ने नै के हुन्छ लाइभमा थाहा हुँदैन यार हाम्रो यात्रा जारी छ गाइस धेरै टाढासम्म यात्रा गर्दैछौँ आज है आज हामी खासमा जानु पर्ने भनेको बिहे गर्न है केटाहरू हाम्रो केटाहरू चाहिँ बिहे गर्न जानु अनि बेहुलाहरू धेरै बेहुलाहरू छन् है म नि 1 नम्बरको बेहुला हुँ 1 नम्बर बेहुला हो 2 नम्बर आउँ 2 नम्बर 1 नम्बर यो 3 अनि हामीले चाहिँ बिहे गरिसक्यो अब गाइस 1 नम्बर बेहुलो यो हम लोगों की बुढ़ी का 10 नम्बर ये देखो स्क्रीन में 1 नम्बर उ भयो नमिन भयो हैन खतरा हुँदो अनि सिटी ब्याज है हामीले चाहिँ म एउटा चुइगम फुटाउन आउँदैन मलाई चुइगम फुटाउन आउँदैन के बिहे गर्न होला र चुइगम फुटाउन आइहाल्छ भन्न उनीले पैसा खान्छ ठाउँमा रे हामीले पछिल्ला मागाउँ हामी चाहिँ यसो 7-8 क्यामेरा स्ट्यान्ड ल्याएर चाहिँ अलि मोबाइलले भिडियो रेकर्ड गर्दैछौँ अलि टाढाको यात्रा भएर अलि थकाइ लागिसकेको छ गाइस हामीलाई धेरै टाढा जानु छ लगभग 25 किलोमिटर टाढा हुनसक्छ अनि यिनीहरू चाहिँ उसको ससुरालीमा जाँदैछु गाइस यसको ससुराली मेरो ससुराली तेरो चाहिँ के मेरो पनि ससुराली हो हुन त तर भएन खासमा त्यो ससुराली चाहिँ मेरो होइन कि हाँ सुन बाबली मैं करता हूँ प्यार करूँ इंतजार बस हान्दा त मार्ने हो एकदम छिटो हेर्ने यार केटाहरु भिडियोले बनाउला हामी चाहिँ भर्खरै यो गाउँमा पुगिसकेका छौँ है यसमा आज नयाँ वर्षको धुमधाम तरिकाले यहाँको कल्चर अनुसार यहाँको रीति अनुसार चाहिँ एउटा पुल्ती सपाड्ने भन्ने चलन हुन्छ त्यो अनुसार चाहिँ हामीले आज त्यो लगभग यहाँको केटीहरूले चाहिँ है 7-8 दिनसम्म त्यो पुल्तीहरू सपाड्छ अनि त्यसपछि चाहिँ आज नयाँ वर्षको दिन त्यसलाई टाढा घरभन्दा अलि टाढा लगेर चाहिँ त्यसलाई गाड्ने काम गर्छन् अनि त्यहाँबाट चाहिँ केटीहरूलाई पुरा डाँडीमा हालेर
बोकेर ल्याउनुपर्छ। धेरै रमाइलो हुन्छ गाइज यतातिरको है। त्यही भएर अलिकति सानो भिडियो बनाऊँ भनेको। अनि खै अब ठुलै भइगयो छ सानो बनाऊ भनेको ठुलो भइगयो सानो सानो भिडियो बनाऊँ भनेको त अब ठुलै भइहाल्यो। अब केही छैन है, ठुलै बनाउँला। तर हामीले चाहिँ आज डाँडी बोक्न पाउँदैन जस्तो छ गाइज। हामी धेरै टाढा जाँदैछौँ। अनि धेरै टाढा भन्नाले पनि धेरै टाढा है, लगभग अघि नै भनिसकेको थिएँ मैले, लगभग 20-35 किलोमिटर भन्दा अत्याधिक बढी नै हुनसक्छ। अनि हामी चाहिँ लगभग राति पुग्न सक्छौँ। तपाईँले पुरो भिडियो देखाउँछौँ। हामी त्यहाँ अर्को जिल्ला जाँदैछौँ गाइज, बाजुरा। तपाईँलाई भन्न चाहन्छु हामी चाहिँ बाजुरा जाँदैछौँ बिहे गर्नको लागि है। तपाईँलाई गोप्य कुरा हो है यो, कसैलाई नभन्नु नि फेरि। गाइज नमस्ते। उनले चाहिँ झोला बोकिरहेको छ गाइज है। हामी सबैको सामानहरू छ यता है। अनि बिहेमा चाहिँ अलि केही नराम्रो अत्याधिक झगडाहरू हुनसक्छ है। केटीहरू चाहिँ अलि कडाहरू आउन सक्छन्। त्यो सब भिडियो देखाउँछु तपाईँलाई। हामीले कसरी के गर्दै रहेछौँ, हामी चाहिँ कसरी केटी भगाउँछौँ होइन। त्यो अनुसार सबै हाम्रो आइडियाहरू चाहिँ यो चाहिँ छ, त्यति गर्न सक्छु। अनि त्यो अनुसार तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला कि हामीले कस्तो गर्दा राम्रो हुन्छ, कस्तो गर्दा हाम्रो बिहे अलि राम्रो हुनसक्छ है। हाम्रो सजिलोको लागि के गर्नुपर्छ त्यो कमेन्ट गर्नु होला है। पछि पनि उसको बिहे गर्नु छ, त्यही भएर उसको बिहेमा काम लाग्छ। अब यो बिहेमा त हाम्रो भिडियो पोस्ट हुँदैन, कमेन्ट गरेर के फाइदा। तर पनि सुझाव सल्लाह दिन सक्नुहुन्छ, उसको बिहेमा काम लाग्छ है। एकदम त्यो हो। अनि क्यामेरा चाहिँ अलिक मिलिरहेको छैन। अनि हामी चाहिँ अब यो गाउँमा डाँडी बोक्ने भनेको अब यस्तै भयो है। डाँडी बोक्ने आइम सरी भन्न चाहन्छु, किनकि हाम्रो चाहिँ धेरै राम्रै भनौँ, अब राम्रै काम परेको हुनाले हामी चाहिँ यो डाँडी बोक्न सक्दैनौँ। आइम सरी फर द गाउँ। अनि हामी यो गाउँको केटीहरूलाई चाहिँ सरी भन्न चाहन्छु, किनकि हामीले त्यो डाँडी बोक्न पाएको छैन है। एकदमै अफसोस हुनेछ कि हामीले डाँडी बोक्न सकेनौँ पनि है। अब त्यस्तै परिस्थिति र बाध्यताले गर्दा हाम्रो आजको सफर चाहिँ टाढै हुन पुग्यो। अनि अरू केटाहरूले थुप्रै भिडियोहरू बनाएर ल्याएको हुनसक्छ। अरू केटाहरू गएका छन् अर्को गाउँ। अनि यो गाउँमा पनि धेरै केटाहरू आउँछन् हाम्रो गाउँको, हाम्रो साथीहरू धेरै छन्। तिनीहरूले भिडियो ल्याएको हुनसक्छ। यो भिडियो अनुसार यो भिडियोमा म बिचबिचमा हाल्न दिन्छु। अनि लगाएर चाहिँ त्यो बिचबिचमा हेर्नु होला कस्तो हुन्छ भनेर। अनि यहाँको कल्चर अनुसार, हाम्रो रीतिथिति अनुसार हाम्रो यो नयाँ वर्ष कसरी मनाइन्छ आज देखाउँदैछौँ तपाईँहरूलाई। अनि त्यो भन्दा पनि राम्रो कुरा चाहिँ आज हाम्रो बिहे हुन्छ। एउटा एकदमै राम्रो कुरा हो, खुसीको खबर। ह्याप्पी म्यारिड लाइफ भनेर कमेन्ट गर्नु होला है। यति नै। हामीले चाहिँ अलि गाउँभन्दा पुरै पुगिसकेको छौँ। यहाँ कसैले दार चिरेको छ गाइज, हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ गाउँ हो, गाउँभन्दा धेरै पर पुगिसकेका छौँ। उता ब्याउलो चाहिँ धेरै टाढा छ गाइज, धेरै टाढा। त्यसमा म एरो लगाएर देखाउँछु, हेर्न सक्नुहुन्छ। धेरै टाढा छ, त्यसलाई चाहिँ बोलाइदिनु होला गाइज। धनतोलिया कोही मान्छे होइन। अनि यो गाउँको नाम चाहिँ धनतोलिया है। त्यही छ, देख्यो कि नै देखियो कमेन्ट गर्नु होला। त्यो ब्याउलो हो, त्यो चाहिँ गाउँ हो गाइज। एकदमै राम्रो गाउँ छ यो। हामी चाहिँ धेरै टाढा आइसकेका छौँ गाउँबाट। लगभग 10-15 त्यति त नहोला, 1500 मिटर। 1-1.5 घन्टा हिँडिसक्यौँ होइन लगभग। अनि अझै 5-7 घन्टाभन्दा यत्तिकै लाग्न सक्छ। अनि आज हामी त्यहाँ पुगेर फेरि घर पनि आउने है। अनि बिहे गर्ने हो, फिक्सै हो। अनि त्यो कुरा चाहिँ सेयर नगरौँ है। त्यही भएर चाहिँ अब हामी चाहिँ अब लगभग
10 किलोमिटर। हामी चाहिँ अहिले धेरै टाढा पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ ठुलो चौर छ, यो रोड हो। यहाँबाट चाहिँ तल हाम्रो गाउँ देखिन्छ। केटाहरू चाहिँ अहिले थाकिसकेका छन्, बसिसकेका छन्। ल मेरो हेलो गाइज, हाम्रा केटाहरू चाहिँ आउँदैछन्। यति माथिबाट पनि बनाउन सकिन्छ भिडियो। जिन्दगीमा यो चाहिँ बेहुलो। हामी खडेल त भन्ने ठाउँमा पुगिसकेका छौँ। यो चाहिँ खडेल त भन्ने ठाउँ हो है। यहाँ चाहिँ भतेली हो। त्यो डाँडा देखिन्छ नि, त्योभन्दा पत्तिर जानुपर्छ। अझ त्यहाँबाट पनि त्यहाँभन्दा यहाँभन्दा धेरै टाढा आउने जति टाइम लाग्छ। यहाँ चाहिँ झन् पुरानो बाटो चाहिँ तल थियो गाइज। आजभोलि रोड बनाएर चाहिँ यो बनाएको छ गाइज। माथि डोजर छ गाइज, जेसिइबी गाइज। हामी चाहिँ भर्खर तिखेढुङ्गा पुगिसकेका छौँ। यो चाहिँ तिखेढुङ्गा भएर तिखेढुङ्गा हो। अनि दूरी नबढाउन मजबुरी। जेसिबीको चाहिँ मानुर है यसले भने, मानुर है। अनि यहाँ राखेको छ। आज राति हामी फर्किँदाखेरि वर्षा आयो भने यहीँभित्र बस्नु पर्ला। हामीले चाहिँ रोडबाट माथि उल्किसकेका छौँ। यो चाहिँ बाटो रहेछ। अनि केटाहरू आउनु लाग्छन्। बस्नु लाग्छन् केटाहरू। केटाहरू चाहिँ थाकिसके जस्तो छ। यो चाहिँ हामी रोड छोडेर बाटोतर्फ लागेको है। पुरानो बाबुबाजेले काटेको बाटो। अनि केटाहरू चाहिँ पछाडि आउँदैछन्, थाकिसकेका छन् धेरै। अनि हामी रोड चाहिँ धेरै तल राखिसक्यो है। रोड अलिक गलत दिशातिर लाग्यो, त्यही भएर केटाहरू बस गर्दैछन्। रोड चाहिँ सही ठाउँमा लिनुपर्ने, यो ठाउँमा जानु भनेर भन्न लाग्छन्। सजिलो हुन्थ्यो अरे। हुन त त्यो पनि आधा मात्र काटेको छ, पुरा काटिसक्यो भने त राम्रै हुन्थ्यो। पुरा ढुङ्गा भएको ठाउँमा हामी पुगिसकेका छौँ है। यस्तो ढुङ्गाहरू छन् हाम्रो यहाँ। अनि यो ढुङ्गाहरू चाहिँ अब के गर्ने, अब डोजर आएर फाल्न मिलेन। केटाहरू यहाँभित्र उडाएको छ। केटाहरू चाहिँ अहिले पानी भएको ठाउँमा पुगिसकेका छौँ, हामी बसिसकेका छौँ है। पानीको लागि डब्बा पनि ल्याएछ। अनि के भन्छ, हाम्रो पानी सानी खाने, अब बसी बसाइ गर्ने, अनि 10 मिनट बस्ने, नास्ता खाने, अनि हिँड्ने है त। ल है त गाइस, चाउ गाइस। डीजे ल्याएछ गाइस। डीजे बजाउँ नि त। यसलाई पनि खिच्ने यार केटाहरू। तल यो क्यामेरा स्ट्यान्डहरू यसरी राखेर केटाहरू गएको है भन्नुहुन्छ। तल यसलाई त्यसले म खिच्ने मन लाउने। उनीहरू कति पर्सेन्ट भयो? मेरो पनि लगाउनु पर्ने थियो कि
चार्जर नचाइरहेको चार्जर सकिसक्यो है कति हो चार्जर 1% घटेले 1% बच्दा क्या हो त्यो 100 हुँदाको लागि त्यो पनि गर्दैन 74% घटेला बन्द गरे 1 मिनेट भएको हामी चाहिँ बाजुरा र बजाङको बिच सिमानामा पुगिसकेका छौँ होइन अहिले ठिक बिचमा छौँ है यता बाजुरा हो अनि यहाँ पछाडि बजाङ यो चाहिँ लाइन है हेर्न सक्नुहुन्छ यो चाहिँ बजाङ र बाजुराको रेखा यस्तो हुन्छ कुनै प्रकारको अनि अब बााउन्ड्री चाहिँ बनाएको छैन होला उता चाहिँ अलिअलि बाटोहरू छ त्योभन्दा यताको चाहिँ बाजुरा यतातिर चाहिँ बजाङ हो है अनि हामी चाहिँ अहिले विश्राम गरिरहेछौँ किनकि साह्रै थाकिसक्यो गाइस तैँले चाहिँ भिडियो बनाउन पाएनौँ किनकि चार्जर गरेको थियो मोबाइल अहिले चाहिँ चार्ज भइसकेको छ पावर ब्याङ्क पनि डाउन भइसक्यो अनि यस्तै हो हेर्न सक्नुहुन्छ हाम्रो यहाँको केही नजाराहरू सुन्दर सब केटाहरू ग्याङमा खिच्नु न यस्तो छ है गाइस एक भिडियो बनाइदियो नि त्यहाँ सिमानामा पुगिसकेका छौँ अब चाहिँ हिँड्न लाग्छौँ है यसरी केटाहरू बसेका छन् अलि थाके जस्तो छ आज चाहिँ हामी जसरी भए नि बिहे गरेर आउने हो है केटी भगाएर ल्याउने हो है केटी जसरी भयो नि भगाउनु पर्ने हुन्छ किनकि आज हामी भगाउने नै भन्ने सोचले लिएर आएको छौँ अब चाहिँ केटाहरू यहाँ भिडियो सिडियो बनाउन लाग्छन् यताउता गर्न लाग्छन् है हेर्न सक्नुहुन्छ अलि क्यामेरा हल्ले जस्तो छ केटाहरू युट्युबमा फोटो खिच्यो अरे यार यसरी बादलहरू खतरा तरिकाले आयो नि गाइस अब क्यामेरामा खासै राम्रो देखाइरहेको छैन होला होइन तर यहाँबाट हेर्दाखेरि चाहिँ रियल दृश्य चाहिँ एकदम दामी है खतरनाक दृश्य छ त गाइस केटाहरू पनि यस्तो भिडियो सिडियो बनाउनु भएको छ यहाँबाट खतरा भिडियो देखिथ त मुजी अब हामी चाहिँ हिँड्न लाग्छौँ गाइस हैन हतेली डाँडाबाट क्यामी मेरो खिच्दै अनि झाललाई चल्लो यहाँबाट यहाँबाट निको देखिन है मेराबाट हाल्ने उठ्याइ राख्नु आफ्नै ठानेर गाइस हामी चाहिँ हिँडिसकेका छौँ है वास्तव केटाहरू पछाडि आउनु लाग्न है हामी चाहिँ अहिले धेरै अँधारो भइसकेको छ गाइस यसमा पनि मन्दिर छ अलि सानो ढुङ्गो ठड्या छ अनि काला डाँडा भन्ने ठाउँमा पुगिसकेका छौँ एकदमै कालो डाँडा छ उता हेर्नु निकाल यार खाने चिज हस्पिटल पनि अहिले भोक लागिसकेको छ केटाहरू अब नास्ता सास्ता खाऊँ भन्न लाग्छन् हामी अहिले भर्खरै अँधारो भइसकेको छ हिँड्न लाग्छौँ गाइस है अनि अब चाहिँ पुग्न लागिसक्यौँ गाउँतिर अनि भिडियो चाहिँ लास्टसम्म हेर्नु होला कस्तो लाग्दो रहेछ कमेन्ट सुझाव सल्लाह र प्रतिक्रियाहरू दिँदै गराउनु होला हामी चाहिँ अहिले अँधारो भइसकेको छ धेरै अँध्यारोमा बसिरहेको छौँ केटाहरू यहाँ लाइट लगाएर एकदमै अँधारो भइसकेको छ अब चाहिँ हामी गाउँ पुग्न लागिसकेका छौँ अहिले जानु त अलिक गाह्रो पर्छ त्यही भएर ब्याउलो चाहिँ थाकिसके जस्तो छ रातिको 8 बजिसकेको छ हामी चाहिँ गाउँ पुगेकै छैन आज पनि होइन अलिकति अब टाइम लाग्न सक्छ अलिकति गाउँ पुगेको छैन 8 बजिसक्यो अब हामी यहाँबाट त्यहाँ जानुसम्म गाउँ पुग्नसम्म चाहिँ 9 बजिहाल्छ 9 बजीसम्म चाहिँ हामी गाउँ पुग्छौँ अनि त्यसपछि चाहिँ हाम्रो सफर सुरु हुन्छ फेरि त्यहाँ बिएसए छ अरे कसको अनि अलिकति हामीलाई झ्याउ हुनसक्छ है अनि टाइम लाग्ने जस्तो लागिरहेछ लगभग 2 बजे 3 बजेतिर त्यहाँबाट हिँड्नु पर्ला गाउँबाट अनि अलिकति गाह्रो नै हुने हो
हामीलाई साह्रै दुःख हुने होस् गाइज, किनकि गाउँ यसको घरभन्दा अलि हाम्रो आउने बाटोमै बिहे छ अरे। अनि त्यहाँबाट जाँदाखेरि त शङ्का लगिहाल्छन्, धेरै हल्ला भइसकेको छ हाम्रो। अनि यताउता बिहे गर्ने भनेर हाम्रो गाउँबाट पनि धेरै फोन आइसक्यो, यस्तो यस्तो छ, अलि होसियार गर्नु भनेर फोनका फोन आइरहेछन्। त्यताबाट पनि अलि फोनै आइरहेछन्। हाम्रो आफन्तहरू छन् हाम्रो यो गाउँमा, उनीहरूले पनि हामीलाई अलिकति हेल्प गर्यो भने हुन्थ्यो, तर सायद मुस्किलै हुनसक्छ। त्यही भएर अब हामी त्यहाँ पुगिसकेपछि जो होगा देखा जाएगा, त्यही भनौँ। अब के गर्ने। गाइज हामीले चाहिँ अहिले बिहे गरेर आइसकेका छौँ। सामानहरू है केटीको, ल आइज आइज आइज, हेर्न सक्नुहुन्छ बेहुली अनि बेहुला। भर्खरै बेहुलीको लुगाहरू चाहिँ अघि चाहिँ भिडियो बनाउन पाएन गाइज, होइन त्यस्तै भयो। अब के गर्ने, अब त्यस्तै परिस्थिति र बाध्यता आयो होइन। अब त्यही ठाउँमा थियौँ, त्यही भएर त्यहाँ चाहिँ मान्छेहरू धेरै थिए, डर लाग्यो कि, त्यही भएर भिडियो बनाउन पाएन। अहिले बनाइरहेको छौँ हेर्न सक्नुहुन्छ। यता हेर न, केही फरक पर्दैन। केटाहरू थाकेर अहिले बसिरहेछौँ है केटाहरू। अनि यस्तो गाह्रो भइरहेछ नि हामीलाई, हिँड्न अलि अप्ठ्यारो पनि छ। ओ केटाहरू, हेलो केटाहरू। बेहुली चाहिँ उता अलि थाके जस्तो छन् है, बेहुला। अनि उता लगान एकछिन कस्तो यस्तो छ है गाइज। हामी राति पुगिसकेका छौँ गाइज, अधा बाटासम्म। अहिले कति बज्यो हेर त केटाहरू? 17 मिनेट भइसकेको छ। 1:17 भइसक्यो। अनि हामी चाहिँ आगो बाल्न लाग्छौँ। अब हिँड्न सकिन्न गाइज, किनकि अब धेरै टाढा छ, अझै पनि धेरै हिँड्नुपर्छ। हामीले त्यहाँबाट 9 बजी हिँडेको हौँ, अहिले 1 बजिसक्यो। हामी आधा बाटोसम्म छौँ। अनि केटाहरू चाहिँ तल हिँड्नै सक्दैनन्, बेहुलीहरू तल धेरै टाढा छन्, नहिँड्न सकेर। केटाहरू अब आगो सागो बालेर अलिकति यहाँ बस्नु पर्ला, आराम गर्नु पर्ला, त्यसपछि जानु पर्ला। गाइज हामीले चाहिँ ठुलो ठुलो आगो बालेर अझ बसिसकेका छौँ होइन। बेहुली है, उनलाई चाहिँ अप्ठ्यारो लाग्यो जस्तो छ बास बस्ने। गाइज हामी चाहिँ अहिले रातिको 4 बजिसकेको छ गाइज, हेर्न सक्नुहुन्छ। 4 बजी गयो खै देखा 4:46 भइसक्यो। अनि हामी चाहिँ अहिले यहाँबाट हिँड्न लाग्छौँ। बझाङ र बाजुराको बिच सिमानामा पुगेका छौँ गाइज। अहिले बझाङतिर जाँदैछौँ। उज्यालो भइसकेको छ गाइज है, हिँड्न सक्नुहुन्छ। त्यो चाहिँ भगाएर आइसकेका छौँ। त्यहाँनिर भिडियो राम्रोसँग बनाउन पाइएन, किनकि त्यतिखेर हामीसँग डर थियो, धेरै त्रासहरू कोही आउँछन् कि भन्ने। उज्यालो भएन। हामी चाहिँ आइसकेका छौँ गाइज, एउटी भगाएर। ए यता आउनु न क्यामेरामा। अहिले बिहानै हामी चाहिँ अब खडाल त पास गर्न लाग्छौँ है गाइज। हामी बिडीसँग टाढा पुगिसकेका छौँ है। हल्ला नगर है केटाहरू। ए हल्ला नगर। ए चुप लागेन केटाहरू। डिजे चाहिँ मुट्नलाई पछाडि बसिन्छ। बिहानको 8 बजिसकेको छ। हामीले चाहिँ अब यहाँ चाहिँ हाम्रो घरहरू है हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ हामीले लग्ने हो। यो चाहिँ हाम्रो गाउँ। हामीले चाहिँ बिहे गरेको चाहिँ हेर्नको लागि हेर्न सक्नुहुन्छ। सबैजना यसरी आइसकेका छन्। पछाडि पनि छन् मान्छेहरू, परबाट पनि मान्छे थुप्रै आइरहेछन् बेहुली हेर्न भनेर होइन, दुलैहरू।
अब चाहिँ हामी घर पुग्न लाग्छौँ गाइस। एक कुकुर पनि आइसकेको छ हेर्नु। अनि घरमा चाहिँ अहिले एकदम उत्साहको माहौल छ होइन, हेर्न सक्नुहुन्छ। घरमा चाहिँ मान्छे तमाम यहाँ दर्शकहरू है बिहे हेर्न भनेर यसरी मान्छेहरू आइसक्यो। मेरो चाहिँ पुरै सास फुलेर बिग्रिसकेको छ है। यसरी मान्छे चाहिँ तमाम भिडभाड जम्मा भइसकेको छ। ठिकै छ, अब यहाँ चाहिँ हामीले भित्राउनु पर्ने हुन्छ। ए गाइज यस्तो भइसकेको छ त हाम्रो। ए के हो? दर्शकहरू चाहिँ डीजे लाउँदैन नि तल आउँछ तिनीहरू, एकछिन तल आउँछ।